राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी तथा अलराउन्डर सोमपाल कामी अब नेपाली क्रिकेटको इतिहासमा एक विशेष उपलब्धि हासिल गर्ने खेलाडी बन्न पुगेका छन्। साथीहरू, सोमपाल कामीले पहिलोपटक 2014को वर्ल्ड कप पनि खेलेका थिए। अहिले 2014, 2024 र आउँदै गरेको 2026 तीन फरक वर्ल्ड कप T20 वर्ल्ड कपमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो नेपाली खेलाडी सोमपाल कामीको नाममा इतिहासमा लेखिनेछ। साथीहरू, तेज बलिङमा सटिङ लाइन्थ र लेन्थ र नयाँ बलबाट स्विङ निकाल्ने तथा डेथ ओभरमा राम्रो बलिङ गर्ने र दबावको क्षणमा रन नियन्त्रण गर्ने खुबी बोकेका सोमपाल कामी नेपाली बलिङ आक्रमणको एउटा भरपर्दो हिस्सा पनि रहँदै आएका छन्। त्यति मात्र होइन, माथिल्लो क्रमका ब्याटरहरू नचल्दाखेरि तल्लो क्रममा ब्याटिङमा आवश्यक पर्दा रन निकाल्ने क्षमता उनलाई एक कम्प्लिट पेस अलराउन्डरको रूपमा चिनाउने पनि गर्दछ। साथीहरू, सोमपाल पहिलेदेखि नै अनुभवी, फिटनेस र निरन्तरताको बलमा T20 वर्ल्ड कप 2026को टोलीमा सामेल पनि भएका छन्। साथीहरू, सोमपाल कामी नेपाली क्रिकेटका लागि प्रेरणाको एक उदाहरण पनि बनेका छन्। नेपाली क्रिकेटका लागि उनी एक महत्त्वपूर्ण खेलाडी पनि बनेका छन्। तपाईहरुलाई के लाग्छ सोमपाल कामीको बारेमा? कमेन्ट गर्नुहोला, भिडियोलाई शेयर गर्नुहोला। नेपाली क्रिकेटका हरेक ताजा र विश्वसनीय अपडेटको लागि क्रिकेट नेपाल न्युजलाई फलो गर्नुहोला। धन्यवाद।